वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको हुन स्वागत छ। आयो सबैजना सन्चै हुनुहुन्छ होला, लाइक म पनि सन्चै छु। त्यो आज म आएको भन्दाखेरि यहाँ कसको आएर छोडेको आएको छु। आज यहाँ चाहिँ भनेको ग्रुपको दीक्षान्त रहेछ, त्यो कारणले गर्दाखेरि म यहाँ साथीहरूसँग आएको छु। त्यही हामी को आएको भन्दाखेरि एउटा यहाँ साथी आएको छ होइन, एकको नाम बिहारै काली दिदी अनि यता छ नि कमल साथी अनि जुन साथी के बनाइरहेको छ आज हामी चाहिँ भनेको दीक्षान्त आज कार्यक्रम चाहिँ ट्रुपको छ होइन, त्यहाँ थर्ड स्कुलमा आएको छौँ। जस्तो अहिले हामी यति छौँ भित्रतिर, अब त्यो बनाइरहेको छौँ यतातिर अहिले। जादु म साइको देखेपछि त्यो रूप म तिमीले बोल्न थालेछु म तिम्रै हुन्छु म तिम्रै हुँ। अब हामी चाहिँ निस्किन लाग्यो, कहाँ जानु भने चाहिँ यो पिठो ल्याउनु होइन, पिठो ल्याउन पनि यसो यो हेर्न पनि कम्पिटिसन हेर्न कस्तो छ, कस्तो के बनाइरहन होइन। हेर्न जानु लाग्यो। अब खानासाना बनाइरहेको रहेछन् होइन। खाना कतिखेर खाने आएको सिकिसकेको धरसमा हुन्छ, त्यसपछि हामीहरू खाना खाने भोक प्यास सब सहनु पर्छ। यो अघि हामी बिहान दौडी आएको होइन, लगभग 17 किलोमिटर होइन, 17 किलोमिटर हामी चाहिँ पलनपुरदेखि लगातार दौडेर यहाँ सुक्खर पुग्यौँ। त्यो यतातिर अब खानाहरू बनाइरहेको रहेछन्। त्यो हो पुरी हो, पुरी बनाइरहेको। फाइनली गाइस त्यो आजको दीक्षान्त कार्यक्रम थियो जो हाम्रो छडीमा भइरहेको थियो होइन, सुक्खरमा। अनि त्यो आजको कार्यक्रम पनि सिद्धिसक्यो। अब त्यही आजको भ्लग चाहिँ थियो। तपाईँले के कतिको मनपर्छ आफ्नो प्रतिक्रिया चाहिँ दिन चाहिँ नभन्नु। थ्याङ्क्स फर वाचिङ। हामी नेक्स्ट भिडियोमा मिल्नेछौँ, त्यति बेलासम्मको लागि बाई बाई, टाटा, टेक केयर।
डाहा गर्छन् होला भन रहस्य के हो खुबसुरतीको मलाई नसालु आँखाको लत लागिसक्यो बाँकी केडीहरूसँग नफरत जागिसक्यो किन वानाकानी गर्छौ छिटो निर्णय सुनाइदेऊ मुटुले फैसला गर्न वक्त मागिसक्यो सोझो केडो खाने गरा छैन गुटका धरी किनिदिउँला रातो साडी तिमीलाई बुट्टा भरी बेहोसिएको छु अझै म होसमा आएको छैन तिम्रो जवानीको नसा चढ्यो फोटका सरी मान्छेको रूप अनि रङ सबै अक्खा छ नि घरमै लिनै आउँछु बेको कुरो पक्का गरी आफ्नो सम्पत्तिमा कसैलाई म आँखा लाउन दिन्न मेरो लाल पूर्जा तिमी म चाहिँ जग्गा धनी मुट्टु चुडीलाई गो बसी मैले मुरदारले जान्छु के गोजु छोरीको साइका सुताले जान्छु के गोजु छोरीको साइका सुताले लाउन रात निद नाइ दिन भोकनाइ साइका सुताले स्टामिना गरिलो छ थाक्दिन म बाउले हात देलान जस्तो छैन भाग्दिन म बालुवाटा चिया डिनर बालकोटमा खाउली 2-4 वर्षपछि मन्त्रालयको हाकिम हो म सिधा बोल्ने बानी कुरा मनमा राख्दिन म खाली सडकमा सवारी कहिले हाँक्दिन म मेटिक्सको नाममा लाली जोबन जोगाएर राख्नु नत्र झरिसक्या फल फेरि चाख्दिन म तिमी साथ भए फ्युचर यसै ब्राइट हुन्छ सिधै हनीमुनमा थाइल्यान्डको फ्लाइट हुन्छ लग्जरी भिल्ला डिजाइन घर बनाइदिन्छु अनि घर बाहिर सेक्युरिटी टाइट हुन्छ जोबन पवित्र जस्तै रारा तालको बानी जति बेला पनि ठुस्किने के खालको बानी सहरभरि चर्चा दिँदै हिँडिरहेको थियो माछी यो माझी दैले फसाइदियो जाल पोहानी मुट्टु चुडीलाई गो बसी मैले मुरदारले जान्छु के गोजु छोरीको साइका सुताले जान्छु के गोजु छोरीको साइका सुताले लाउन रात निद नाइ दिन भोकनाइ साइका सुताले कम्मर मर्काइ नाच्दैछु आँसुरको तालैमा डल्ले चढाइलाई जाने हुँ आउने सालैमा डल्ले चढाइलाई जाने हुँ आउने सालैमा ताला बेहुली बनाइलाई जाने हुँ आउने सालैमा